10 वर्ष अगाडिको कुरा हो। नेपालमा स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डाक्टर गोविन्द केसी आन्दोलन गरिरहेका थिए। त्यही आन्दोलनको क्रममा सडकमा धेरै युवाहरू उत्रिएका थिए र त्यही भिडभाडको बिचमा एउटा तस्बिरले सबैको ध्यान आफूतिर खिच्यो। त्यो तस्बिरमा करिब 20 वर्षकी एउटी युवती थिइन्। उनले टाउकोमा नातो बाँधेकी थिइन्, चौबन्दी चोली लगाएकी थिइन् र उनको हातमा एउटा नक्कली शिशु थियो। आन्दोलन प्रति एकजुट जनाउन उनले मातृत्वको प्रतीक देखाउँदै त्यस्तो रूप सडकमा उतारेकी थिइन्। उनको त्यो तस्बिर सामाजिक सञ्जालमा निकै चर्चित भएको थियो। समय बित्दै गयो र लगभग 10 वर्षपछि फेरि अर्को तस्बिर चर्चामा आयो। यसपटक उनी उस्तै रूपमा देखिइन्, तर यसपटक उनको हातमा नक्कली होइन, साँच्चीकैको शिशु थियो। त्यो शिशु जम्मा 10 दिनको मात्र थियो। उनको यो तस्बिर फागुन 21 गतेको मतदान गर्न जाँदै बेलाको हो र अहिले यी दुवै तस्बिर निकै चर्चामा आइरहेको छ र तस्बिरमा भएकी यी युवती हुन् रन्जु दर्शना। उनले यसपालिको चुनावमा काठमाडौँ 1बाट भारी मतले चुनाव जित्दै सांसद बनेकी छिन्। बच्चाको न्वारानकै दिन काठमाडौँ 1 को नतिजा सार्वजनिक भएको थियो र रन्जुले आमा बन्ने र संसदमा पुग्ने मौका एकैसाथ पाएकी छिन्। एक समय सडक आन्दोलनमा देखिएकी ती युवती आज नेपालको राष्ट्रिय राजनीतिमा चर्चित नाम बनिसकेकी छिन्। तर एउटा प्रश्न उठ्छ, आखिर कसरी एक छात्र आन्दोलनबाट सुरु भएको यात्राले उनलाई संसदसम्म पुर्यायो? हो, आजको यो भिडियोमा हामी तपाईहरूलाई रन्जु दर्शनाको राजनीतिक यात्रा र सङ्घर्षको कुरा राम्रोसँग बुझाउने कोसिस गर्छौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला।